Hello, my name is Milan and this is Susma. And this used to be our school. अन्त मेरो साथी एउटा थियो शर्मिला भन्ने त्यो चाहिँ थियो ठिक थियो उसँग चाहिँ त्योभन्दा अघिल्लो दिन टक्क मिलेको थियौँ हामी अनि सँगै काम पनि गरेका थियौँ अनि भोलिपल्ट छैन भन्दाखेरि एकदम आई मिन दुःख लाग्यो यदि यो सन्डे भइदिएको भए त कोही बाँच्दैन थियो सायद त स्याटरडे भयो मैले सोचेँ 1 वर्ष 2 वर्ष चाहिँ अब यो शिक्षण कार्यालय चाहिँ खोल्दैन जस्तो लागेको थियो अब भूकम्प गएपछि अब लगभग 27 दिनपछि अब स्कुल सुरु भयो यो हाम्रो पुरानो विद्यालय हो र यो नयाँ अहिले बनेको नयाँ टिएलसी हो ल अब जाउँ हामी नयाँ बिल्डिङ हेर्नको लागि मेरो फेभरेट सब्जेक्ट चाहिँ अप्सनल म्याथ हो अब यो चाहिँ यति डिफिकल्ट हुन्छ अनि तर यो जब यो पढिन्छ नि यो पढेपछि चाहिँ अब जस्तै कम्पलसरी म्याथ भयो अनि जस्तै अनि अरू सब्जेक्ट जस्तै इकोनोमिक्सहरू हो यस्तोलाई पनि अब यो सब्जेक्टले हेल्प गर्ने हुँदा अनि एउटा डिफ्रेन्ट आइडिया पनि मेरो फेभरेट सब्जेक्ट साइन्स हो अनि यो साइन्स चाहिँ धेरै सेक्टरमा काम लाग्छ एकदम इम्पोर्टेन्ट छ When I leave school, I want to be a nurse. And I want to be a social worker. अब तपाईहरु स्कुल पछि के बन्न चाहनुहुन्छ कृपया यो भिडियो अरूलाई पनि देखाउनु है